कटर ड्याम अनि त्यसपछि पिकनिक अब हामीले पनि यो गरे कि सानो लगाएर हाम्रो पिकनिक बिगिन्स नेक्स्ट ल मम्मी आउनु बिस्तारै धेरै बाई बाबा ल हामी टाढा टाढा देउलाली पिरापीको थाके म त हरि सनम माया साँचो पुगिन्छ 15 किलोमिटर अब ए सेल्फ अब्सेस यसलाई भन्छ कि खालि मेरो क्यामेरा मैले हजुरलाई मात्रै हेर्नु दिन रात घर भने हजुरकै फेस हेर्छु नेचरमा आएपछि नेचरलाई हेर्नु यो फेस कति हेर्नु यो फेस कति हेर्नु कस्तो Yo, हामी सुनिरहेका छौँ Cuenta. सानो गर्न मिल्दैन त्यहाँबाट छ होला चेन्ज मतलब त्यो चाहिँ कालो एउटा पाटो काले अलि भर्खर हेर्नु फुत्त
शुद्ध काली खानेको यस्तो डाइफर च्याप्प समात गएर यो लेभलको ट्यालेन्ट कहाँ पाउँछ हामीले को रहेछ मेरो कागजमा कहाँ पाउँछ यो लेभलको त्यो के अरे आग आग हो कि अब आग त्यस्तै आगबाट आएको फिल्डमा छ आमा चाहिँ अन्धी हुन्छ उसले बुहारी कस्तो छ भने फिल गर्न पाउँदैन क्या आमाले अनि छोरा हुन्छ नि एउटा सोचिन्छ नि मान्छेले हजुरको टिकट काटिसकेपछि अब यहाँ जान्छु यस्तो सोच्नुहुन्थ्यो हाम्रो भिडियो सिडियो देख्नुहुन्थ्यो होइन नेपालमा के सोच्नुहुन्थ्यो र यहाँ आएर के पाउनु भयो त मैले नेपालमा सोचेको के सोचेर पढेको हो र मैले जति म पढेँ पत्र पत्रिका संस्थामा सोधेँ होइन त्यो मैले ठिकै नै पाएछु उहाँबाट यहाँ आउँदाखेरि ठिकै पाएछु जस्तो सोच्नु भएको थियो त्यस्तै पाइएछ तर जुन अहिले यहाँ हामी आयो नि यहाँ आउँदाखेरि त जिन्दगीले के होइन यो यस्तो रिल्याक्स जिन्दगी है हामी मरिमेटी गर्छौँ पैसा 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 काम पैसा एउटा काम नगरेको पोकेटमै आएको काम गरेको तर पैसा 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 मर्यादा गर्छौँ नि यो हेरिकन यहाँका नेपालका नेताहरू यो भिडबाट पुग्छौँ हामीलाई त लाभ लाग्नु पर्ने क्या त्यति सुविधा ल्याएको अब यो नेपालमा भएपछि यस्तो राजनीति गरेको छ यहाँ इलेक्ट्रिकको लगाएर यत्रो खेल्ने लगाइदिएको छ अब यहाँनिर केही पैसा न इन्ट्री गरेर पैसा लिएको छ न यस्तो चार्ज लिएको छ है आयो मस्ता खायो गयो है लास्ट एकदम यहाँका देशी विदेशी जसले पनि यहाँ ट्याक्स तिरेको छ ट्याक्स तिरे बापत सुविधा दिएको छ हामीले पनि ट्याक्स तिरेको छ तर त्यो ट्याक्सको सदुपयोग गर्न नेपाली जनताले पाएन मेन कुरो हो यो ट्याक्स तिर्यो नेता चोरहरूले खाए है जनतालाई त्यसको सुविधा भोग गर्न पाएन दुःख यति नै हो यहाँनिर अब यो ट्याक्स अब यहाँ इन्ट्री नगर्नुको कारण के नेपाली कहिले 15-20 हो यहाँ यी देखिरहेको 1 2 3 4 5 6 7 त यी देखिरहेको तपाईँलाई यत्रो खेल्ने है यत्रो चौन कुर्सीहरूको पानीको व्यवस्था पार्किङको व्यवस्था लागेको छैन यो एकदम राम्रो लाग्यो होइन ट्याक्स तिरे बापत जनताले जुन सुविधा पाउँछन् देशी विदेशी जसले ट्याक्स तिरेको छ त्यसको लागि धन्यवाद राम्रो लागेन यो चाहिँ राम्रो छ भन्ने के छ ल यहाँको जुन अब त्यसलाई के नियम समाज भनौँ भने समाज देखेको छ नियम कानुन जुन छन् बाटोघाटो हिँड्दा भयो मान्छेले मान्छेलाई गर्नुपर्ने व्यवहार कस्तो छ यहाँ सिकेर जानुपर्ने तर नेपालमा काम गरे पनि है त्यसको जस छैन यहाँ चाहिँ काम गर खायो है यहाँ जस छैन कामको सदुपयोग सानो सुने पहिलो सोध्नेदेखि लिएर माथि आगि लाग्नु सबैको कामको जस छ नेपालमा मिल्दैन कुरो यति नै लु मेरो माया सफा गर्दै गिलास हुँदैन गिलास के गरेको यो ढोकामा बाबा ल ल मम्मी हजुरले पनि ल ल ल ल मम्मी मम्मी ल हजुर त बिचमा यस्तो के अरे
अघि मलाई कस्तो दुखेको थियो लगाउने होला यो घाम मम्मीलाई चाहिएको छ मलाई यो ल यहाँ आमा र उसलाई मिलाउनु पर्यो यहाँ हजुरले अब मलाई छायामा बस्नु छ मम्मीलाई घाममा अब यहाँ बुढीलाई यस्तो म 4 जना मान्छेले काम गर्ने 1 जना मान्छे जाने त्यो म आज पार्कमा बाबा मम्मी कङ्गारु हेर्न देख्नुभयो अब के गर्नु उहाँहरूलाई नेपालबाट कङ्गारुको देश आएपछि हेर्नै पर्यो होइन ठोक्ला नि हेरे मम्मीलाई हो स्पिकर ल्याएको छु भने होइन ओके थ्याङ्क यू कोही थाके यो म्याटा गाह्रो पनि किसिन्छ नि आउनु के छिटो गाह्रो सकेन स्टार्ट हुन्छ म मार्न दिएको गेम कसले गर्यो भन्नु मैले गेम कसले गर्यो बाबा घरमा गएर किन्नुपर्छ गर्यो मैले गेम कसले गर्यो मैले मैले भन्छ ल ल बसेर सोला अब गेम कसले जित्यो सङ्गीत मैले मैले त्यही भनेर ल घरमा त बाबा गेम कसले जित्यो एउटाको सङ्गीताले मम्मी कसले जित्यो गेम सङ्गीताले गेम कसले जित्यो मैले जितेको मैले आई एम द मास्टर माइन्ड मम्मी बाबाले अस्ट्रेलियामा नयाँ काम खोजिसक्नु भयो सरसफाइको ल आजको लास्ट हाम्रो चियाबाट समाप्त आजको दिन कति मजाले डन फर डे पार्टी सकियो सफा गरेर प्याक गर्नु पर्यो अब त्यो हेर्ने त्यो लोकल बस्छ क्या ट्रेन जस्तो भयो बोटहरू पनि ल जाऊ